गौतमले हान्यो ल कमेन्ट गर्नु र कसको मन पर्यो गाइज ल त्यहाँ माछा परिसकेको छ अरे यो गौतमको पनि एउटा टल्किएको तर परेन छ यहाँ त्यो परे रहेछ यहाँ पनि एउटा यहाँ पनि रहेछ ल माल हो स्पेसल माल सबभन्दा पावर दिने चाहिँ ल गाइज यता पनि आइसक्यो गौतमले ओ जितेन अरे ल यहाँ पनि परिसक्यो अरे ल गौतम एउटा होइन जीवाको दुईवटा ल कसले जित्यो अनि माछा परिसकेको छ होइन हेर्नु होला स्पेसल बवाल माछा यस्तो तलले पर्छ है गाउँघरतिर चाहिँ हामी लाइसकेछौँ गाइड होइन अझै हेर्नु होला बवाल हुने चाहिँ होइन फुल्ली स्पेसल माछा छ क्या हेर्नु न ठुलो खाले छ कि बवाल हुन्छ है साथीहरू रमाइलो भरेसम्म चाहिँ हाम्रो एक झोला हुन्छ माछा खानु त साह्रै मिठो हुन्छ कि जाडोमा होइन खानलाई हाम्रो बेस्ट अब यो माछाको पावर कहाँ फ्याल चाखु तर चाउ बढी भयो है त्यसमा मिठो त है एकदम चटपट्यो यो टाउको चाहिँ अब मै खाइदिनु पर्ला राम्रै हो मासु त हो नि होइन खाँदा त होइन के भएर खाएर देखाउँदाखेरि नमस्ते गाइज आज फेरि स्वागत छ है त भ्लगमा चाहिँ आज फेरि हामी खोलातिर आइरहेको छौँ माछा मार्न अनि हामीले अहिले चाहिँ माछा धेरै मारिसक्यो आज चाहिँ हामी 3 भाइ छौँ जम्मा यहाँ गजेश दाई अनि नवराज भाइ लाउरे नेपाल आर्मीबाट पनि आएछन् यता छुट्टी थियो उसको भाइको अनि ऊ पनि आएछन् चट्ट यहाँ हाम्रो अहिले चाहिँ सेकुवा बन्दैछ है सेकुवा बन्दैछ अनि यहाँ पल्टाउनु भनेको छ पल्टाउनु भनिहाल्छ उसले फेरि पल्टाउनु मात्रै उसलाई आउँछ क्या हो खाजा पनि बन्दैछ हाम्रो खाजा स्पेसल हेर्नु है चटपटे चाउचाउ अनि के होइन नुनेलाहरू जालहरू त्यहाँ छ हाम्रो यहाँ पनि एउटा जाल छ त्यहाँ थापिरहेको छ हामीले हेर्नु है माछा छ त्यहाँ अनि आज चाहिँ रमाइलो हुँदैछ फेरि अहिले हामी टटबानतिर हेर्नु यो धेरै माथि छौँ आज त टाउखोला अनि बाउकुला के भन्ने पनि पाक्दैछ हाम्रो यो आज यो हन्टिङ यो उयो चट्ट हेर्नु न स्पेसल हामीले बाटोमा भेटिरह भने यो अनि यसलाई अब के छोड्नु भनेर सिथन हो कि नवराज भाइ ठिक छ उसका बिदा रे भोलिसम्मको हो अनि ऊ जाँदैछ फेरि आफ्नो जागिरतिर एकतिरको त्यो तल डुबेछ नि अनि माछा चाहिँ हाम्रो यहाँ छ साथी हेर्नु होला माछा त स्पेसल है फेरि तर खाउला न ढोस कस्तो खाँदैन सो हाम्रो माछा चाहिँ यहाँ छ गाइज होइन अहिले चाहिँ हामी देखाउनु मिल्दैन अहिले हामी फुल्ली माछा देखाउनेछौँ लास्टमा चाहिँ अनि चटपटे खानु सुरु भइसक्यो गजेश दाइले एकदम मजा आलिँदै लो त चाखु तर चाउ बढी भयो है यसमा मिठो र है एकदम चटपटे मन्जु आन्टीको पसलको चटपटे हो हाम्रो यो हाम्रो पाकिरहेको छ है साथी हो अहिले यसो हल्का रेस्ट छ हाम्रो अघिदेखि खेल्दै आएको थियो तलदेखिको अनि यहाँ चाहिँ अहिले थाकिरहेछौँ अनि यहाँ यसो खाजा खाछन् गजेश दाइ र नवराज भाइले चाहिँ म चाहिँ अब खाजा होइन यो गाजा खाँदै हो म चाहिँ यस्तो अब मेरो चाहिँ यस्तो हुन्छ कि अब ल्याङ लागिरहेको हुन्छ मलाई अनि यता उनीहरू चाहिँ खाजा खान्छ उनीहरू खाँदैनन् केही पनि यस्तो कुराहरू चाहिँ सो अनि यस्तै हाम्रो आज चाहिँ रमाइलो हुन्छ साथी हो हिजो अस्ति जे जस्तो भए पनि आज हाम्रो चाहिँ रमाइलो एकदम इन्जोय छारा पनि कहिलेकाहीँ बोल्नुपर्छ छारा फटा पनि मान्छेहरू सब छारा फटा छ त्यो कारणले हामीले त्यसरी कहिलेकाहीँ बोल्छौँ त्यस्तो गलतहरू नसोचिदिनु रमाइलो हुन्छ यसो कहिलेकाहीँ आएर हेर्नु न
क्या नाम यस्तो अझै बिहे गरिसके यो केटी यस्तो रहेछ पायो भने त कस्तो नराम्रो म भन्नु जिन्दगी नै बोरिङ हुन्छ कि होइन कस्तो म जिन्दगीको सबभन्दा ठुलो लक्षण नि बिहे गरेर छोराछोरी बनाएर होइन आफ्नो जिन्दगी सम्हाल्नु हुन्छ कि अनि त्यही सम्हाल्ने जिन्दगी नै मुजी खत्तम भएपछि त आफूलाई केहीमा मनै लाग्दैन होइन न कमाउनु न जिन्दगी बनाउनु न राम्रो मान्छे बनेर हिँड्नु न राम्रो गर्नु न मन खोलेर हाँस्नु हरेक दुःख हुन्छ क्या त्यही भएर श्रीमती चाहिँ पर्दा अलि राम्रो परोस् त्यस्तै हो जिन्दगीमा नभए दुनियाँलाई चोदाएर भालु पऱ्यो भने चाहिँ यस्तो दुःख पाउनु अहिले पनि भालुहरू कच्छ गाउँमा छैन होइन बिहे गरेर मुजी हाम्रो अब हल्ला खल्ला होइन देखेकै छ कतिले भेटेकै छ थाहा पाए पनि छोडेकै छ कतिले त्यस्तो हुन्छ कम्प्रोमाइज गरेर बस्यो भने त्यस्तो कम्प्रोमाइज जिन्दगीमा कम्प्रोमाइज गर्नु भनेको होइन जिन्दगीमा हार खानु हो जस्तै हो कि होइन त्यस्तो हुन्छ साथीहरू गर्नु मन लाग्दैन सो हाम्रो चाहिँ अहिले गाई होइन खाजाहरू खाएर सकिसकेको छौँ अनि अब अझै एउटा बाँकी छ हाम्रो एउटा चाहिँ सेकुवा बाँकी छ क्या यहाँ एउटा बर्ड होइन हन्टिङ गरेर अघि मारेर छ कसले त्यसैले हामीले सेकुवा अब यहाँ बन्दैछ यो सेकुवा चाहिँ हेर्नु अब यो हल्का यसो हामी खाइदिने हो मासु नै त हो नि प्लास्टिक टसाएछौ तिमीले यार टाँसेको छैन होला जालीको चट्ट होइन अब सेकुवा हाम्रो हुँदैछ अहिले ल्याउ त उयो केराको पातमा राख होइन हुन्छ यसमै भने ल हाम्रो चाहिँ अहिले गाईजियो होइन सेकुवा मस्त यहाँ हुँदैछ अनि अब यसलाई यस्तो छ है हाम्रो माल चाहिँ अनि एउटा फिला हान्नु नि त ल म त हान्दिनँ फेरि के ल तिमी सेक्पा हान नि छाती हान्थ्यौ तिमी नौराज हान एउटा फिला तान चुड्काएर एउटा फिला हान्न नि हाम्रो चाहिँ यो बबाल है गाई टाउको चाहिँ मुलाई किन नि छोडेको तिमी खाऊ न सिटन भाउ यस्तो चोक्दै खुर्सान थियो नुन खुर्सान भए पनि राखेको भए यहाँ खाऊ छोर त ठिकै छ नि है मिठै रह खुर्सान फोर चाउचाउ खुर्सान हो हाम्रो साथी हो चट्ट उडाउने हो कि दोष हड्डी चाहिँ नखाने हो कि मासु खाने हो नि चिथर त हान है यताउति बबाल है खुर्सान पनि यो भइरहेको छ हेर्नु है यस्तो हत्रा हेर्नु त पुरै यो रातो लागिरहेको है नुनको भए त अझै हुन्थ्यो है नुन राख्नुपर्छ मुला त्यहाँ छैन मासु तान्दै हान भन्दै थियो मलाई त घाँटी मनपर्छ घाँटी कस्तो मुजिरहेको घाँटी खानु मासु मन नपर्ने केटाहरूले ढारे खा जस्तो पो छ ढारे हानिदिन्छ सब अनि है त्यो त मिठो नहुयो गदिस घरमै गएर खाएको चिप्नु है त्यो टाउको चाहिँ म हान्थेँ कि माछा हान्ने हो नि होइन मासतिर पुग्दैन सेकको हान्नु बबाल हुन्छ यहाँ खाइ नसकी हुन्छ तर सेकको हान्यो भने भरे हान्ने हो ब्रोइलर मुजी कहिलेसम्म कौरी लखर दौडी 1 केजी ल्यायो सेखुवा गर्नु ऊ पनि हो अस्तिकै सुँगुरको सेकुवाको पैसा तिरे हेर्नु थाहा छैन मुला भोलि पर्सि हाल्नुपर्छ
पुरा आमिन अघि हेर भन्दै थियो मैले मुन्डेले चिकन बक्ला पकाएर खानु टेस्टी हुन्छ क्या हामी अस्ति चाहिँ कति खायौँ मैले भड्डेर मैले त भोक मनपर्छ भने के चिकन हड्डीले हालिदिन्छ नि मलाई मासु पनि टेस्ट गरौँ नि ल है एकदम रमाइलो भइरहेको छ है साथी अहिले चाहिँ म चाहिँ यता छु हामीले सेकुवा पनि हानिसकेछौँ यो टाउको चाहिँ अब मै खाइदिनु पर्ला राम्रै हो मासु हो मासु त हो नि होइन खाँदा त होइन के भएर खाएर देखाउँदाखेरि खायो यही हान्छु म इनफ भइरहेको क्या अहिले खोलातिर होइन हन्टिङ चाहिँ बवाल भइरहेको खुर्सानी पोखाएर गएर यसो के को के आएको किराको गणेश दाइ हेर्नु न सेकुवा वाइल खाइदियो यार हेर खाने चाहिँ उयो फेरि ऐ घाँटी खाने भन्थ्यो होइन घाँटीको मासु देखेर अहिले घाँटी छोडेर अहिले पनि खाइरहेछन् उसले अनि अब हामी मासतिर जानेछौँ है साथी हो रमाइलो गर्नु होइन यस्तै रमाइलो हाम्रो खोइ सक्यो खोइलो मुजी राक्षस हेर्नु न धेरै खाने मैले भनेको हो कि अघिदेखि अब हामी मासतिर जानेछौँ है साथी यता यो मासतिर साइडतिर ल है त ल गरेर रमाइलो गरेर अनि जानेछौँ हामी जाल चाहिँ हाम्रो तल छ त्यहाँ तल छ माछा झिक्ने छ त्यहाँ माछा कति छ भनेर होइन हामीले आज पनि मारेछौँ माछा 3 जनालाई पुग्ने इनफ छ मजा हुन्छ है फेरि मासतिरको अहिले भ्लग हेर्दै गर्नु खतरा हुनेछ ल यहाँ माछा चाहिँ अब झिक्न जाँदैछ आधा केजी बेसी छ नि यहाँ माछा चाहिँ यहाँ छ आधा केजी बेसी छ मिठो माछा चाहिँ यार होइन फुल्ली स्पेसल माछा छ क्या हेर्नु न ठुलो ठुलो खाले छ कि बवाल हुन्छ है साथीहरू रमाइलो भरेसम्म चाहिँ हाम्रो एक झोला हुन्छ माछा खानु त साह्रै मिठो हुन्छ कि जाडोमा होइन खानलाई हाम्रो अब यो माछाको पावर कहाँ फ्याल्ने ले यो माछा त्यही मामाको छोरीलाई गइसकेको छ होइन हाम्रो हेर्नु होला यहाँ माछा चाहिँ परिरहेछ तर माछा चाहिँ मैले अहिले लुगाहरू फोहोर होइन अनि गोजीमै राख्ने गरेको छु साथी हो यो हाम्रो एउटा है एउटा यो यसलाई चाहिँ सेतो माछा भन्छ है यो चाहिँ गोजीमै राखेको छु मैले अनि अहिले चाहिँ हामी एकै ठाउँमा राख्नेछौँ 4वटा जति रहेछ है 5वटा पोती चाहिँ पर्दैन पोतीमा बुझ्दैन पनि 2वटा छ त पोतीमा चाहिँ 2टा हेर्नु होला है साथी माछा स्पेसल माछा हाम्रो टावा खोलाको स्पेसल माछा भन्छ यसलाई चाहिँ अनि साह्रै मिठो हुन्छ खानुलाई पावर धेरै आउने गरेकोले स्पेसल पावर अनि फाल्नुलाई गाह्रो हुन्छ गति चाहिँलाई पनि धेरै अप्ठ्यारो हुन्छ नवराज भाइ आएको छ आज उसलाई पनि यो माछा फाल्नु गाह्रै पर्छ है हेर है अब तिमी स्पेसल माछा म जसो जसो फ्यालौँला पावर केमा फाल्ने मामाको छोरीले फ्याल्छु भन्यो के गर्ने यो चाहिँ धेरै यो केटी छ नि यो केटी एउटासँग लभ नपरेर ब्रेकअप भएर यो रुनु नाच्नु आएको फेरि अर्कोसँग लभ पर्दैछ फेरि यसको ब्रेकअप हुन्छ स्वा ल अब हामी मासतिर जाउँ है त ल फाइनली माछा परिसकेको छ होइन हेर्नु होला स्पेसल बवाल ल दुईटा ल है माछा यस्तो चालले पर्छ है गाउँघरतिर चाहिँ
हामी लगाइसकेछौँ गाइज होइन। अझै हेर्नु होला, बवाल हुनेछ है। आजको पनि फिसिङ चाहिँ रमाइलो हुनेछ, तर अलि टाइममा पर्छ क्या है। त्यही पर्दैन एकैचोटि चाहिँ। आज हाम्रो धेरै मासतिर जाने सोच थियो तर टाइमले भ्याएन। अहिले हामी चाहिँ कुन ठाउँ आएछौँ भने नि देउली कुना छेउ आउनु लागिरहेको छौँ है। देउली कुना भन्ने गाउँ छ यतातिर, अनि त्यताको होइन चक्क यसो भ्यू पनि हेरेर आउनेछ हामी। भ्यूहरू होइन, राम्रो राम्रो भ्यूहरू सबै पाउँछ। पार है गजेस पार है माछा। हामी चाहिँ अगाएर हिँडिसकेछौँ खाजा खाएर डुम्बो। मासतिर होला कि माछा यता गाउँ देख्नुहुन्छ होला, तपाईँहरू चिन्नुहुन्छ भने यहाँ कमेन्ट गर्नु होला होइन, यो गाउँ कसको भनेर। तपाईँहरू हेर्नु न, माछा पऱ्यो भने हामी देखाइहाल्छौँ होइन। अनि नवराज भाइले चाहिँ क्यामेरा गर्दैछन्, हामी चाहिँ खेलिरहेछौँ दुईजना। गजेसलाई पनि देखाइदेऊ त। गजेस र म चाहिँ खेल्दै हो, नवराज भाइ क्यामेरामा छ साथी हो। भरेसम्म हेर्नु होला हाम्रो कति प्रगति हुन्छ माछाको। त्यहाँ परेर ल फाइनल त्यहाँ परिसकेको छ। अब यता पनि हान्दैछ जोसुले। ल जोसेर फाइनल उता पनि आइसक्यो। यो ठुलो हेर्न त नि, यो ठुलो हेर्न। यहाँ हेर ठुलो भनेको त होइन, यहाँ हुनु पर्यो नि त अलि सानो पोटी माछाहरू परेर हाम्रोमा बरु यहाँ मैले सेतै भइरहेको थियो। तर यो चाहिँ एकदम मैला माछा हो कि, अलि ठिक नहुनसक्छ गाइज। ठिक भन्दा पनि यस्तो हुन्छ अरे टिटो हुन्छ होइन, त्यही भएर यसलाई मैला माछा भनेको हामी। यो मैला माछा, यो मैला केटी मान्छेहरू पनि त्यस्तो ठिक हुँदैन नि थाहा। त्यही भएर यहाँ पनि छु। मैला माछा हेर्नु कति छ। मैले गोजीमै लगाइदिएँ ल। जाडोमा यसले हाच्छु भनेर अर्को पनि गर्छ भनेर चाहिँ यस्तो हुन्छ कि माछा चाहिँ हामीतिर गाई। तर सानो छ लगाएँ मैले ल। अब चाहिँ केही गर्छ गरे त्यहाँ पार है मुला। फेरि तिमीले त भेट्छौ नि फेरि। हामी बिस्तारै हामी कहाँसम्म पुग्नु पर्ने हुन्छ आज। यो चाहिँ सिङ्गल हो क्या यिनीहरू। अब माछी मारनु दायो भन्ने छ कि केटीहरूले पनि होइन। रमाइलो जाडोमा धेरै पछि आयो यार। पहिला बल खेल्नु धेरै आइन्थ्यो। अलि मासतिर अलि यहाँ त
हाम्रो गाउँतिर चाहिँ गाई यत्तिको चिसो छैन होइन यता चाहिँ अलि चिसो चाहिँ धेरै पहिलादेखि नै अनुभव गरेको हामीले चाहिँ यो चाहिँ आज जाडो हुँदैन अरे यत्तिकै आएछ आज घर थर काप्दै जाने भयो ल कसको जाल फुक्ने अब यहाँ कम्पिटिसन हुँदैछ है ल गौतम वर्ष दिवाकरको ल है कसले ल ल कम्पिटिसन ल एकछिन ल कम्पिटिसनमा कसले जित्छ ल रेडी हुन्छ अरे ल है यहाँ पनि रेडी हुँदैछ होइन एकछिन एकैचोटि ल कसको फुक्ने गाइस कमेन्ट गर्नु होला है एकछिन भएको छैन गौतमले हान्यो ल कमेन्ट गर्नु होला कसको मन पर्यो गाइस ल त्यहाँ माछा परिसकेको छ अरे ए गौतमको पनि एउटा टल्किएको छ तर परेन छ क्या ए परे रहेछ यहाँ पनि एउटा यहाँ पनि रहेछ ल यहाँ पनि माल है यो माल हो स्पेसल माछा सबभन्दा पावर दिने चाहिँ यो हो ल गाइस यता पनि आइसक्यो गौतमले ओ जितेन अरे ल यहाँ पनि परिसक्यो अरे ल जित्दैन नि नब्रा हेर यहाँ गौतम एउटा होइन दिवाको चाहिँ दुईवटा ल कसले जित्यो यस्तो हुन्छ है फेरि झन् मासतिर आयो झन् चिसो हुँदै गएको छ गाइस एउटा परिसकेको छ यहाँ फेरि पनि तर सानो छ यो चाहिँ साथीहरू हेर्नु यति सानो भए पनि पावर चाहिँ ल गोजीमा राख्छु म ल गोजी हेर्नु ल गोजीमा माछा पनि आधी भइसक्यो गोजी होइन यस्तो नभन न बौला जस्तै हेर हिलो अब नुहाउनु पनि कहाँ नुहाउँछु त म होइन यस्तो जाडो अनि यो लुगा फेर्ने हो जाने होला है हामी ल्याउ हिलो जाडो यहाँ हाल्यो तिमी यसमा छैन बौला र आजकल यहाँ नागो धेरै भएको थियो केराघारी नै केराघारी भइरहेको रहेछ पल्टे मात्रै न अलि यार माछा भगाएर यहाँ अहिले गाइस माथि परिरहेको छैन होइन पर्छ भन्ने आशमा हामीले जाल चाहिँ निरन्तर अगाडि बढाइरहेको छ तर माछाले कहाँ अल्झे म यार भयो यार मेरो परिरहेको छ गाइस दुईटा एउटा त माल छ नि फेरि यो त गाइस हेर्नु स्पेसल यो झन् धेरै 100% पावर दिने माछा परिसकेको छ हाम्रो के भन्छ यसलाई भन्छ बुदुना होइन बुदुनाको टाउकै छैन फेरि टाउको झऱ्यो कफ्नु है गाइस यहाँ पनि छ स्पेसल
स्पेसल है स्पेसल बिस्तारो हान है यस्तो माछा निस्किनु परेको होइन छाराबाट हेर त अनि मजा भइस चाहिँ दुईवटा ठुल्ठुलो परिसकेको छ हाम्रो पनि त कस्तो इन्जोय हुन्छ आउँछ अगाडि हानु तीनवटा यार गाइस अल्झे पनि हेर्नु त गाइस तीनवटा पर्यो फेक गरी हान्दा पनि हेर्नु गाइस तीनवटा एउटा झरिसकेको छ दुईवटा तल के चाहिँ छ कि छैन तलको पनि झरेछ नि एउटा देखेको छु अब अर्को पनि छ गाइस यहाँ चाहिँ ल हेर्नु है दुईटा यस्तो के साथी गलत तरिकाले हान्दा पनि माछा पर्छ क्या यो यस्तो हुन्छ है जालमा चाहिँ खत्रै हो यो जालमा एकदम सजिलो हुन्छ क्या माछा मार्नु स्पेसल हो यो जाल फेरि आफ्नै हातले बुनेर मैले होइन बनाएको हो स्पेसल साह्रो बुझ्यौ के हुन्छ यार फेरि पनि अल्झिसकेको छ गाइस कति धेरै हेर नि कत्रो कत्रो के भएर हानेको यो फेरि पनि परिसकेको छ के भएर झन् देखेर हानेको अहिले माछा पाउने ठाउँमा हामी आइसकेको छौँ होइन गाइस स्पेसल मुखैभरि हिँड्दै केही हुँदैन कि होइन माछा राम्रै फ्रेस हो त्यस्तो पप्पी सप्पी दिँदा पनि केही हुँदैन भरे खाने नै मुखले हो अल्झेर यार यहाँ 3-4वटा पार्छ फाइनली गाइस यहाँ पनि माछा आइसकेको छ एउटा फेरि पनि परिसकेको छ गाइस ए अब ठाउँमा आइपुग्यौँ नि त हामी नवराज भाइ अब भोलि जाने अरे होइन माछाको पावर फेरि आज उसलाई पनि बढी हुन्छ साथी ढिलै भयो भने हामी राम्रो ठाउँमा आइपुग्यौँ लाउरे भाइलाई पनि यसो माछा आज चखाइदिनु हो हामीले पनि चाप्ने हाम्रो त ल यहाँ माछा फिक्स है गाइस भनिरहेको थिएँ मैले फिक्स भनेर अहिले त यार के भन्नु यार के मिठो माछा परिसकेको छ के भन्नु र खोइ तिमीलाई यार पोखरी अनि यतिको माछा पाउँदैन होला गाइस अहिले त्यस्तै माछा है पाउँदैन। साथी हाम्रो कामा खोलामा चाहिँ स्पेसल आधुनिक किसिमले माछा मारिन्छ होइन आधुनिक पारामा ओइ के हो तिमी त माछालाई के हो मरेको स्याल जस्तो निस्सिक्क परेर त्यस्तो राम्रो ठाउँहरू छ है छोड्यौँ हामीले यार यसकोमा चाहिँ माछा अल्झिया अल्झै गर्छ अल्झिया भयो हान बिचमा भयो खुट्टा अगाडि कि तिमीले हान न म अगाडि हान्छु अलिकति ढुङ्गा पाइरहेको छु मन्दिर ठुल्ठुलो कोही मुन्दिल ढुङ्गा पाइरहेछ माछा पार्यो होला भनेर कत्रो आश गरेको अहिले परिसकेको छ ठुलो लाग्यो कस्तो पुगोस् झन्डै भगा एउटा माछा नसमाल्ने भोलि गएर
श्रीमती होइन अर्काको छोरी कसरी सम्हाल्ला गाई जाइसकेको छ ठुलो माछा ओइ लो ठुलो माछा त हरायो त मुन्डु ल माछै हरायो गाई चाहिँ ढुङ्गामा नगर है तिमीले गाई जा अब हातले खोज्नु पर्ने हुन्छ अरे गाई झन्डै बगाएछ डाँड हेर्नु र यत्रो माछा झन्डै बगाएको फाइनली हामी चाहिँ फुटबल ग्राउन्ड आउनु लागेको छ गाई यहाँ यो अहिले चाहिँ हाम्रो 1 किलो जति माछा भइसकेको होला हौ सायद है होला अब हामीलाई अब चाहिँ गाई पुग्छ माछा हामी 3 जनालाई इनफ हुन्छ त्यही पनि हामी एकछिन हाल्दैछौँ यता हाम्रो आज कहाँसम्म जाने हामी पुलसम्म जाने चाहिँ हामी फिक्स हो यसको चाहिँ गाई होइन पछि गएर अब यसलाई जिम्मा दिन्छ कि फिक्स हो म मागी बिहे गर्नु भनेको केटाहरू भगाएर बिहे गर्छु भन्छ हाम्रो त्यो जन्ती जाने नै छैन कि अब तिम्रो चाहिँ त्यसरी गर्नुपर्छ म चाहिँ होइन मागेर बिहे गर्नु भनेको त्यही त ल उसले पनि मागेर बिहे गर्छ गाई राम्रो चाहिँ हो होइन तर म त मागेर होइन म बिहे नै गर्दिनँ हौ बिहे नगर्ने सोचमा छ अरे अहिले खासमा होइन केटीहरू चाहिँ अब सबै अरूसँग मात्र लभ परेको मात्र पाउँछ त्यही भएर उसले चाहिँ बिहे नगर्ने निर्णयमा छ मनको कुरा भन्यो तिमी मलाई केटीहरू मन पर्दैन कसम भने ठिक छ अब ठिकै हो राम्रो पनि हुन्छन् कोही होइन प्रायः चाहिँ गलतै हुन्छ दुनियाँसँग लभ परेर होइन दुनियाँसँग भेटघाट गरेर होइन डेटिङ भन्छ डेटिङ गरेपछि के हुन्छ थाहा नै होला होइन त्यही हो, के लियो। हुन्छ हरेक कुरा हुन्छ कि म चाहिँ होइन मागेर बिहे गर्नु भनेको त्यही त ल उसले पनि मागेर बिहे गर्छ गाई राम्रो चाहिँ हो होइन तर म त मागेर होइन म बिहे नै गर्दिनँ हौ बिहे नगर्ने सोचमा छ अरे अहिले खासमा होइन केटीहरू चाहिँ अब सबै अरूसँग मात्र लभ परेको मात्र पाउँछ त्यही भएर उसले चाहिँ बिहे नगर्ने निर्णयमा छ मनको कुरा भन्यो तिमी मलाई केटीहरू मन पर्दैन कसम भने ठिक छ अब ठिकै हो राम्रो पनि हुन्छन् कोही होइन प्रायः चाहिँ गलतै हुन्छ दुनियाँसँग लभ परेर होइन दुनियाँसँग भेटघाट गरेर होइन डेटिङ भन्छ डेटिङ गरेपछि के हुन्छ थाहा नै होला होइन त्यही हो, के लियो। हुन्छ हरेक कुरा हुन्छ कि यो चाहिँ एउटा प्लेवा हो है गाई फेरि को केटीको हन्टर हो यो फेरि एउटा पायो नि एउटाले म्याच गऱ्यो नि ओके ऊ नाइ नस्तिने छैन जति एउटासँग लभ पर्नु सक्छ गाई यही हो होइन गाह्रो छ है, गाह्रो छ गाह्रो छ साथी हो के गर्नु पनि अहिले त बरु मागी बिहे गर्न कोहीसँग लभ नगरेर बस्नु होला होइन यो लभ पऱ्यो भने चाहिँ ब्रेकअप हुन्छ ब्रेकअप हुन्छ अनि घाटा लागिहाल्छ होइन घाटा त के लाग्छ र त्यही भेटघाट त हो त्यति हो होइन भेटघाटमा अब कुराकानी गर्ने हो त्यति हो झन् माछा परिसक्यो जाडोले चाहिँ कक्रिसकेको छ होइन अलिअलि यसलाई मैले फुर्ती अलि जोस जागर दिलाउनुको लागि यो चाहिँ 3-4वटा अझै पनि पट्टा भन्न चाहन्छु होइन लभ पर्नुको लागि चाहिँ नभए उता होइन कन्ट्याक्ट गर्न सक्नु सिङ्गल हो सिङ्गल पिस हो नि गाई फेरि परिसक्यो ठुलो परिसकेको छ होइन ठुलो नभए पनि होइन यत्तिको चाहिँ माछा परेको के यता त मिठो परिरहेको छ हेर है टन्नै छ है अहिले त यो ठाउँ चाहिँ पहिलाको हाम्रो डेटिङ स्पोटहरू थियो होइन अब अहिले चाहिँ बुढो भयो भनौँ न अब अहिले चाहिँ हामीलाई छोडिदियो के नहेरिदिने कि होइन झोके अब हाम जब हाम रोजगारको दौडमा थियो तब हमको छोडिदिया अहिले हाम्रो हालत हेर गाडीमा पालेर बहुला भएर अब होइन लभ चाहिँ अब परेको अब त्यति बेला अब सबको एउटा सपना हुँदो रहेछ नि त अब केटा राम्रो हो हामी अब अलि नराम्रो पनि पऱ्यो नि त्यही भएर सबले छोडेर गयो
सो हामी चाहिँ अहिले गाइज यहाँ देउली कुना भन्ने ठाउँमा आइसकेछ। हेर्नु है, खोलाबाट माछा मारेर बोर्ड हेर्नु, यो देउली कुनाको पसल। यहाँ चाहिँ अब हाम्रो खाजा खाँदैछौँ। नवराज भाइ, लाउरे भाइले हामीलाई यहाँ निगाएर खुवाउँदैछ कि। गजेश दाई र म चाहिँ खाने यतातिर, लाउरे भाइ यता छ। किन देखाउनु रे, ऊ चाहिँ खाने हो कि होइन? खाने भएपछि नदेखाउनु। हिजो सँगै ग्लास बोकेर हान्ने मान्छे आज परिवर्तन हुनु खोज्दैछ है। ल अब यहाँ आउँदैछ अनि हामी जानेछौँ है त चट्ट देउली कुनाको पसल।
ल हाम्रो स्पेसल आइसकेछ है साथीहरू स्पेसल यो अन्डीको है यो अन्डीकै हो नि गजेश दाई होइन पसल चाहिँ हेर्नु कति ठुलो पसल रहेछ देउली कुनामा यहाँ खत्री दाईको पसल खतरा रहेछ है अब हाम्रो चाहिँ यहाँ चेस हुन्छ फेरि खाएर अनि इन्जोय गरेर जाडो छ कि अनि जाडो मर्छ नि त यसले त त्यही भएर नवराज आउ त ल चेस गरौँ हाम्रो सिटन पनि चेस हानिदिउँ ल तिन भाइले इनफ लाउरे भाइले चाहिँ खाँदैन है फेरि हाम्रोमा चाहिँ फेरि यस्तो हुन्छ हामी चाहिँ ल यस्तै छ है रमाइलो चट्ट ल हामी चाहिँ अहिले गाडी हिँडिसकेछौँ है अनि अब टाढा छ रास्ता चाहिँ हाम्रो एकदम बाटो घर पुग्नु पर्ने उता यो कहाँ हो कहाँ हेर्नु है उतातिर हो अनि अब हामी जाँदै हो सबैजना आज रमाइलो भयो है नवराज तिमीलाई पनि भोलि जानेवाला है लाउरे भाइ गजेश दाई साथीहरू अहिले त बिहे त हो नि सबको होइन जाडोमा त सुत्नु तातो हुन्छ नि त त्यही भएर आमा बिहे हानिदिइहाल्छ बोक ल माछा त्यस्तो हुन्छ क्या अहिले जाडोमा त सबले त्यही भएर चासो लिन्छ बिहे गर्नु चाहिँ अनि गर्मी लागेपछि फेरि छोडिदिउँ जस्तो लाग्छ होला है मान्छेलाई अनि डेभोर्स गरिदिन्छ कता कता लफडा झगडा त्यस्तो भइहाल्छ त्यसले त्यही भएर मोरी हत्या गर्छ यो गर के गर भनेर बहिनीले ल है गजेश दाई यसपालि चाहिँ बिहे गर्नुपर्छ है जाडोमा फेरि गाह्रो हुन्छ है ल हाम्रो धेरै छ है बाटो अब हिँड्दैछ हामी अहिले माछा देखाउँछ लास्टमा चाहिँ घर पुगेर हेर्नु है कहाँ हो कहाँ हाम्रो बाटो त अब यो बाटै बाटो छ छेउै छेउ सरर साथी हाम्रो माछा चाहिँ हेर्नु यति धेरै रहेछ है फाइनल हाम्रो भ्लग चाहिँ अहिले हामी राति घर आइपुगेछौँ ल रमाइलो यस्तै है माछा मारेर है हेर्नु है